सबैलाई नमस्कार। आज हामी एउटा खुसीको खबर लिएर आएका छौँ। मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने समयलाई मङ्सिर 5 गतेसम्म बढाइएको छ। साथै अब निर्वाचन कार्यालय पुग्नै पर्ने, लामो लाइन बसेर बायोमेट्रिक भर्नै पर्ने जस्ता झन्झटबाट मुक्त पनि गरिदिएको छ। यो असाध्यै स्वागत योग्य कार्यको लागि निर्वाचन आयोग र अन्य सरोकारवाला पक्षहरू समक्ष हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। अब आफ्नो नाम दर्ता गराउन तपाईसँगै रहेको आफ्नो राष्ट्रिय परिचय पत्रबाट सजिलै हुनेछ। आफ्नो मोबाइल वा कम्प्युटरमा election.gov.np मा जानुहोस्। मतदाता नामावलीमा प्री रेजिस्ट्रेसन र अद्यावधिकमा जानुहोस्। नयाँ दर्ता छान्नुहोस् र आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर हाल्नुहोस्। जन्म मिति एडीमा राख्नुहोस् र आफ्नो अङ्ग्रेजीको पहिलो नाम लेख्नुहोस्। सामान्य अङ्क तालिकामा आउने नम्बर भर्नुहोस् र आफ्नो व्यक्तिगत विवरणहरू समावेश गर्दै जानुहोस् र अन्त्यमा दर्ता गराउनुहोस्। तपाईको विवरणलाई सम्बन्धित निर्वाचन कार्यालयबाट रुजु भएपछि आफ्नो मोबाइल वा इमेल ठेगानामा मतदाता नम्बर पाउनुहुने जानकारी दिइन्छ। अब देशले समृद्धिको बाटो हिँड्न तपाईको प्रत्येक मत कोसेढुङ्गा साबित हुनेछ। कृपया यस सन्देशलाई सबै सामु पुर्याउनका लागि सेयर गरिदिनुहोला। तपाईको सानो प्रयासले नेपाल आमालाई लो राहत मिल्नेछ। शान्त सुशासित नेपाल तपाईहरूकै साथमा छ। हवस् त, नमस्ते।